साथीहरू हामी यहाँ वनमा छौँ होइन पलक बनाइरहेको छु या केटी र केटा र केटी बिल्लु खेल्न आउँछन् रे भने सुनेको हामीले त्यही भएर खोज्दै हामी चाहिँ औँरा खोज्न आएको अमला खोज्न आएको किनकि अमला काण्ड गर्न मन लाग्छ अमला खाएर आएको थियो जोसमा हरायो होस् कि के भन्छ अरे भाइ गुल्ला झ्याउ झ्याउ लाएर पोटिएको त्यस्तो नबोल्न यार भाइ भलकमा न थालेस फेरि इस साथै युट्युबमा हालौँला कि आजदेखि भलक सुरु गरौँ न त हेलो गाइज भनौँला हामीले नि वेलकम ब्याक टु माई च्यानल लुक एट द्याट भ्यू लुक एट दिस भ्यू दिस किप द वुड यस ब्रो ए कुइलाराको पात भन्छन् कि के भन्छन् तेरो भा नबोल भने सुनिदिनुहोस् हामी नेपाली वीर गोर्खाली गर्न वान टाइम हामी नेपाली तैँले त लट्ठी भेटाएछ भाइ मैले चाहिँ के भेटाउने हो छैन हौ भाइ खै त नहुने नबोल कि को आयो कि क्षमा भेट्न फेरि हेर्देखिस् भाइ बाटोतिर त अमलाको रुखै हुन्न कि रुख खुवाबे खाँदै थियो कहाँ र के थाहा त खस्लाउ बाबु खस्लाउ रामसित हिँड हामी यस्तै हो जन्नी मनै छन् बिरादैन बोको हात चिल्लाने चिल्ला डुला चल चल ए म पस्ने भइगएँ साथीहरू गाइज आई एम हङ्ग्री भेरी हङ्ग्री माई फ्याट इज भेरी डेन्जरस भोक लाग्यो ओ के साह्रो खसेको र म नै छैन हामी के खोज्न आएको गाइज केही भेट्दैनौँ अमला खोज्न आएको मान्छे मेरो चाहिँ यहाँ पसिना आएर बेहाल भइगयो हो कि न मेरो भाइ त्यस्तो छ नै बोलाम है हेर्नुहोस् गाइस भ्यू यो मोबाइल चाहिँ काम गर्दैन अलि पावर ब्याङ्क लिएर हिँड्छु अब यस्तै हो चार्जर टिक्ने मोबाइल नभएपछि के गर्ने त जङ्गलतिर हिँड्न लागेको हामी चाहिँ
कहाँ पुग्यौँ अमलाको एउटा रुख देखाएको छैन गाइस यो मेरो भाइ लिएर लग्नु हो खासमा दसैँमा कहाँ लाग्छ यो धेरै लाग्दैन भाइ यो त के हो ढेर लाग्दैन अर्को खाली लाग्छ 9-10 पुगिहाल्छ यो मलाई 20 वटा लाग्छ यताबाट मेरो खाना के भयो वाट्स योर ह्यान्ड ओइ के साह्रो खसेको म ओइ खाने भए पो मार्न आउनु त भाइ चरा सुन्नु गाइस अया म चाहिँ पसिनाले बेहाल भएँ हामी चाहिँ एउटा भेटेको छैनौँ रुख अमलाको चर्न सक्छ सरु गाह्रो भइगयो हिँड्न उट्या देख्छु भाइ के को रुख हो आइज भाइ बाटो जाने अब यो जङ्गल चाल्दै यस्तरी तल झरमला आइज हेर्नुहोस् हामी चाहिँ यस्तो जङ्गल अया कस्तो हो र ओइ कस्तो घोचेको र काँडा छ गाइस यहाँ के को भिडियो भाइ तेरो दाइले भ्लग बनाउला यो अमलाको रुख हो फेरि एउटा छैन फेरि हेर्नुहोस् त गाइस नाङ्गै छ यो मार्दला रे भन्ने हो गाइस यहाँ चाहिँ भाइ आइज यहाँ खोजौँ अब हामीले यो चाहिँ के को हो गाइस यो भनिदिनु होला यो के हो भाइ हेर्नुहोस् त गाइस के हो यो थपाउनु भएको छ हजुरहरूले यो के को रुख हो भनिदिनु होला आइज भाइ मोजा लगाएर के हुन्छ त नि हामी चाहिँ यस्तो एमाजोन जङ्गलमा हिँडिरहेछौँ गाइस होइन ओहो यहाँ हेर्नुहोस् काँडा छ गाइस पोल पनि दुख्छ पोल चाहिँ क्याच पारिदिन्छ नि भाइ पोल्छ बिना त आगोले पोल्छ हेर्नुहोस् खजुरी कहिले हुन्छ त्यो त फुल्न लाग्छ त भाइ यति माथि हान्न छैन भाइ मैले त एउटा देखेन यार यो साल त अघि यसको पात हाम्रो काम लाग्दैन के काम लगेर झर्न लाग्यौँ नि भाइ हामी नझरौँ ल हिँड्यो नि केही हुन्न माथि जाने नै तल खोजौँ न भाइ हामी खोज्न आएको यहाँ पात त भेट्दैन मलाई एउटा खुसी थाहा छ पात नभएर नि अमला त भेटौँला अमला खाएर आएको थियो जुस ओहो कस्तो पोल्यो के काँडाले लास्टै घोच्यो गाइस मसरुम खै छ र यो खान्छन् कि नै गाइस यो भनिदिनु त यो के मसरुम हो यो भनिदिनु होला भयो चिङ्ने माथि जाम के यस्तो दामी छ माथि हिँड्न कि तल जाने हो हामी अयो मार्दा लारे अमला कहाँ छस् आइज भाइ हामी चाहिँ यो जङ्गलमा ट्रेकिङ गर्न आएको यसो आज हिँड्यौँ भनेर आएको फर्स्ट भ्लग हिँड बनाऊँ भनेको
हाम्रो गन्तव्य नै भेटिन्न गाइज। एउटा हाम्रो भाइले भन्छ नि यहाँ गाठे गाइज, यो गरे गाइज, त्यो गरे गाइज, जे कुरामा नि गाइज निकाल्छ नि। ओम्मा गुतुरुला, आऊ भाइ आऊ। ओइ यो त काँडा रहेछ गाइज। केटा हो, काँडा हो, पोल्यो केटा हो। हेर यहाँ सब काँडै काँडा छ है, देख्यो? नै जाके केटा हो। आइज भाइ, भाइ आइज न। अहिले साँझ हाम्रो भ्लग कोले हेर्छन्, अहिले हामी भाइरल हुन्छौँ थाहा पार्नुहोस्। कस्तो काँडा हो कि मा। यहाँ हेर्नुहोस्। ओहो रामफाल यी फाल्तु माइत जाने को जान्छ तल। के देखेँ भाइ मैले? पाइनएप्पल। तेरो टाउका देख्छस् पाइनएप्पल? देख्दैनस् त्यो के हो? भाइ कहाँ छिग्ने? यति नै देख्दैन मलाई, त्यो ज्याममा परेको थियो। अरे त्यो पाइनएप्पल होइन क्या। पोलो कस्तो गोबे आएर। हेर्नुहोस् गाइस, म चाहिँ ओ पछाडिबाट नि घाउँच्यो। हेर खुट्टा काटेको छिन्ने। खै हेर हेर्नुहोस् गाइस, मेरो भाइको खुट्टा काट्यो। ओहो त्यो खुट्टा अय्या हुन्न भाइ, जान्न म त यहाँदेखि। हिँड यहाँदेखि सुत्त वहाँ खालमै खस्छौँ है। आइफोन जाकिन्छ। म त आएँ भाइ, आइज त। तेरो पो सुगाल छ मुन्छी। खाल्के रुक, अब म यहाँ सक्दैनस् क्या हातफाल? सक्छस् कि? आइज। देखिस् पाइनएप्पल टिप्न जाऊँ, आइज। ओहो ओहो बन कसले काट्दै काट्छ? आँसी ल्याएको हुन्थ्यो नि मेरो। के नि? के साह्रो हो यहाँ, कसरी चढ्ने म? आइया ल गाइस, यहाँसम्म आइयो हाम्रो गाउँको पाइनएप्पल, हाम्रो वनको। यो 7 होइन नि भाइ, यो ओडा। ओहो ओहो पाइनएप्पल, तिमी किन यस्तो? ओइ ओइ एउटा राम्रो हुन्छ यार, गएर गीत दिनु पर्ला नि। अरू केही दिन सक्दैन। लौ तिम्रो लागि मेहनत गरेर ल्याइदिनु। वहाँ माथि पुगेर होइन, हेर्नुहोस् भ्यू, हेर्न भ्यू, भ्यू हेर्नुहोस्, भ्यू भ्यू। यहाँदेखि चाहिँ देखेको छैन भ्यू होइन। यो बोक्सी झार्ने क्या हो भन्दा हिँड्छन् एउटा ओइ खसे के राम्रो टिप्छ केटाले पो राम्रो टिप्छ के खस्लास। ए खजुर चाहिँ अहिले भर्खर हुन लागेको छ है, हेर्नुहोस् भर्खर फुल फुल्न लागेको छ। खजुर भन्छन् त्यसलाई, खजुरी भन्दैनन् र। हामी चाहिँ यहाँ अमला खोज्न आएको मान्छे, अमलामै सिद्धिगयौँ। अमला खाएर जोस आउनेहरू चाहिँ जोसै आन्न, अमलै भेटिन्न, कहाँबाट जोस आउँछ त? अर्को जोस भनिरहेको ओहो स्केट पार्क। ओइ स्केट खेल्दिन? आइज आइज स्केट खेलेर आइज। टो गर्न। ओइ मेरो चप्पलमा के घुस्यो यार? हेर अब यहाँबाट निन्जा मास्टर भन्ने हेर देखा न। रोक्न, यहाँ मेरो चप्पलमा काँडा छिर्यो कि भाइ? यार निन्जा मास्टरको चक्करमा कस्तो ननिक्लेको हो र? बाटो भेटिहाल्छ भाइ, सिधै तल जाने भेटिहाल्छ नि।
हेर्नुहोस् यस्तो भएको छ चप्पलले प्रब्लम छैन यहाँ मलाई पातको प्रब्लम छ छि थु साथी चाटे होइन कि भाइ कहाँबाट निकाल्न छु यहाँ मुखले अँ हुन्न त आइज निकाल्दिन छिटो के चप्पल फाल्छ अँ म कस्तो जाने अहिले पुऱ्याइदिन्छ क्या फेरि अह आइज के बल्ल जाकी जाकी ल निकाल त ए है यहाँ म पर्सनल भाइ यो चाहिँ के हो भनिदिनु होला है कमेन्टमा के हो यो थाहा छैन बन्न पाइने एउटा रुख हो म त यहाँ पुरा पर्सनल भइगयो यार लौ बेब्स तिम्रो लागि एकचोटि गर्न सक्छु हेर्नुहोस् यसले मलाई बेब्स भने आज आएर दाइलाई समेत छोड्दैन यो भाइले यस्तो बोका भइसक्यो ए ओहो 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 नहुने बोल्छ थमेल भने के बजार हो नि हिँड लैजाउन मलाई थमेल बजार मलाई चिन्नलाई मेरो फ्यानहरू हुन् कि हो थाहा छैन हेर्नुहोस् यति राम्रो राम्रो ढङ्गा छ यति राम्रो फोटो राम्रो खिचौँ न यार यस्तो छ हेर्नुहोस् त एकछिन अफ गर न अहिले जोर यसकै बढ्थ्यो भिडियो ल फोटो जा म खिचिदिन्छु जा कता जा कहाँ खिच्ने हेर्नुहोस् गाइस यसले फोटो खिच्ने हो अरे म खिचिदिन्छु ल यताबाट यताबाट हेर्नु होला ल ल मेरो भाइले फोटो खिच्ने भयो ल भाइ फोटो खिचेँ ल अर्को पोज त्यो देखेर त्यो छिटो के अर्को पोज ल के ल यही ल अर्को अरे अर्को ल पोज दिनु भाइ खिच्दैछु खिचिदिया छु के साँझ हेर छिटो पोज दे तेरो स्टाइल पोज दे न खतरा पोज अँ अङ्कितको देखाइदिउँ अँ ल भाइ त लङ्गोडो भइस् क्या हिँड हिँड अब साँझ हेरेस् तेरो फोटो म पठाइदिउँ ल भिडियोमा चाहिँ उपर आएको स्क्रिनसट सुन्नुहोस् गाइस आवाज यहाँ चराचुरुङ्गीको आवाज ओहो कतादेखि जाने हो बडा मलाई त यही ढुङ्गामा सुटाङ सुटाङ लगाइरहेको छ यहाँ म पसिना चुहेर यहाँ म के भइसकेँ छिटो आइज कुन बाटो आमबाट बाटो चाल्नुपर्छ भन्ने थाहा छैन मेरो भाइ अरूको बनाएको बाटो हिँड्नु आफूले बनाउनु ओइ के साह्रो नयाँ नयाँ चप्पलको ग्रिप अಯ್यो अಯ್यो मारिडाला ओहो यहाँ त कट्रा टर पुगिएको ओहो लास्टै तल पुगेन ओहो ओहो गाइस हेर्नुहोस् त ओहो ओहो हामी चाहिँ के भयो के त्यहीमा चाहिँ भिज्यो के रे त्यो खुट्टामा भिज्यो क्या कहाँ जाम त कुन बाटो जाम सिधै जाम नि केही छैन भन्दा म कसरी आम त पनि मलाई गाह्रो बाटोमा छाडेर तिमी किन यस्तो के आइज मैले चाहिँ यो मेरो भ्लग चाहिँ कति घन्टाको हाल्नुपर्छ भाइ भ्लग चाहिँ कति घन्टाको हाल्छन् मैले त घन्टैको बनाइदिन्छु नि भ्लग त के बोले अब बोली दिनभरिको बनाएर हाल्ने एक भ्युज गयो त के मरिजाम
24 घन्टाका तल के भाइ डर भएगा 24 आवरका फिल्म छ यार भाइ कति घन्टाको यार लास्टै 2 दिन कि 3 दिनको फिल्म छ मान्छेले कसरी हेर्दा हाने यार त्यो फिल्म चरा 3 घन्टाको एनिमी भित्र सेयर मैले हेर्नुहोस् त म खसे झन्नै तिमीले फेरि कति राम्रो पाएको हामीले त यस्तो नराम्रो पाएको भन् हाम्रो खासमा के टिप्न आउँथ्यो कि पो यार केही त लगाउँ मेरो घर के छैन त भन्न त के लगाउँ आइज थाहा भन्न जुन पाठ भयो नि टिप आइज तल्लो जाम अब पुरानो बाटो ओल्ड इज गोल्ड बाटो हो कि ओल्ड इज गोल्ड ब्रो ओल्ड इज गोल्ड फेरि त्यहाँ पनि देख्यो त्यस्तै त्यो ठुलो 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 छन् नमार मार्नु हुँदैन नि हुँदैन हिँडाइज तल जाम झन्नै खस्या यार गाइज हेर्नु त ओहो म त झन्नै खसेँ Namaste, sir. मेरो मोबाइलले नि नमस्ते सर गर्छ